हेलो नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल प्रदीप तामाङ ब्लग। आज चाहिँ हामी एकदम डेन्जर ठाउँमा छ। त आम्बो कस्तो खतरा यार, हरियाली भरे छ। आम्बो कहाँ हो हाम्रो सोल्टी? ल यो गाडी हो होइन। म चाहिँ हाम्रो रोम लामाज्यूको चाहिँ साङ्गीतिक उसमा जाँदैछु। ओहो ल साथीहरू, म चाहिँ हिँडेको अब है, हामी भेट्नु पर्ने हुन्छ। तर कहाँ हिँडेको भनेर चाहिँ तपाईँहरूले भन्नु पऱ्यो नि त फेरि है। ल साथीहरू, हामी चाहिँ जाँदैछौँ अहिले खुरेज रोड भन्नेमा होइन, साउदी अरब रियादको खुरेज रोड एक्जिट 13मा। त्यहाँ चाहिँ हाम्रो हुँदैछ हाम्रो नेपालको चर्चित गायक रोम लामाज्यूको चाहिँ एकल साङ्गीतिक यात्रा भनौँ उहाँको होइन, एकल साङ्गीतिक यात्रा। यो चाहिँ दोस्रो रोम लामा एकल साङ्गीतिक यात्रा हो साथीहरू है। त्यसको लागि चाहिँ पार्टिसिपेट गर्नको लागि हामीहरू जाँदैछौँ अहिले। पछाडि हुनुहुन्छ एउटा दाजु, त्यसपछि मेरो एउटा सोल्टी छ यहाँ। यो सोल्टीले चाहिँ मलाई छिटो पुर्याएर आएर फेरि सुत्छु रे होइन, किनभने आज छुट्टीको दिन छ। छुट्टीको दिन चाहिँ सबैजना सुत्न नै खोज्छन्, म पनि सुत्थेँ होइन। तर आज चाहिँ प्रोग्राम भएको कारणले गर्दाखेरि चट्ट गएर इन्जोय गर्नुपर्ने हुन्छ साथीहरू। के हुन्छ कसो हुन्छ म तपाईँहरूलाई हरेक अपडेटहरू देखाउँदै जानेछु। भिडियोको अन्तिमसम्म रहनु ल है त। ल साथीहरू, हामीहरू चाहिँ आइपुगेको छ प्रोग्राम हुने ठाउँमा, तर अहिले चाहिँ सुरु भएको छैन। हामी गएर केही गर्नुपर्ने हुन्छ, कामहरू यताउता, डेकोरेसन यताउता होइन। ल साथीहरू है, ल बाई बाई। पानी भयो हामीलाई छोडेर। ल प्रोग्राम हुने ठाउँ चाहिँ यही हो साथीहरू। अहिले एकछिनपछि बेजोड तरिकाले चाहिँ 12 बजे सुरु हुन्छ। 10 बजे चाहिँ हामीहरू सबैजना जम्मा हुने कुरा छ है। त्यही हो साथीहरू, शुक्रबारको दिन छ, सबै सुनसान नै छ ठाउँहरू चाहिँ। प्रोग्राम हुने ठाउँ चाहिँ यही हो। प्रोग्राम हलमा आएको साथीहरू प्रोग्राम हेर्नको लागि होइन। हामी चाहिँ अलिक छिटो आएछ। अब 12 बजे सुरु हुने प्रोग्राममा हामी चाहिँ 8 बजे हिँड्दै थियौँ, किनभने 8 बजे चाँडो आउनुको कारण चाहिँ यसो हलसल डेकोरेसन, यसो स्टेज के गर्नुपर्ने हो कि भनेर आएको थियो। तर साथीहरूले त राति नै सब सेटिङ गरेर गइसक्नु भएको रहेछ। अनि अहिले चाहिँ कोही पनि हुनुहुन्न रहेछ हलमा। त्यही भएर दाजुभाइ चाहिँ बाहिर चट्ट बसेर यसो चुसीको रे चुसीको होइन, चिसोको चुस्की लिँदै भन्नु खोजेको थिएँ मैले चाहिँ। चिसोको चुस्की लिँदैछु साथीहरू। ओभर गर्मी छ साथीहरू, चिसो खानुको मजा बेग्लै हुन्छ गर्मीमा चाहिँ। ल साथीहरू, हामी चाहिँ हलमा प्रवेश गरिसकेको छ। अहिले सुनसान छ, कोही पनि छैन हलभित्र। हामी सबसे पहिलो हामी नै भएछ यता आउनलाई। चाँडो भएछ यार, लास्ट घामले पोल्यो। ल अब यो भित्र हामी जाँदैछौँ। कस्तो छ हलहरू हेऱ्यौँ है त साथीहरू। बब्बाल बनाएको छ यार, सब रेडी गरिसकेको छ। ल कुर्सीहरू यताउता सब मिलाइसकेर छ। ल बबाल साथीहरू, यो दामी बनाएछ अहिले झुमर सुमर है, झुमर सुमर राखेर। ल कला प्रदर्शन गर्नुहुन्छ, उहाँ पनि पूर्ण तयारी अवस्थामा हुनुहुन्छ। र त्यसै गरेर हाम्रा जति पनि कलाकार साथीहरू हुनुहुन्छ, ती कलाकार साथीहरूले हाम्रा यो मेरो हलको राइट साइडपट्टि हाम्रो प्रत्युष मुडरे बाबु लस्सो हजुर लस्सो। लस्सो हजुर। लस्सो तपाईँ नुवाकोट कहाँबाट? मेगाङ। ए म देउर के अरे विदुर कहाँ? 13 होइन, डेउडीमा। ल मेरो ब्लगमा स्वागत छ तपाईँलाई। ब्लग पनि छ, ब्लग बनाउँछु मैले। भित्र प्रवेश गरौँ। ल कालिम्पोङ डेउडी ल भित्रै लागौँ।
भित्रै हजुर गर्दछु हाम्रो नेपाल तामाङहरू अल्कासिम क्षेत्रका साथीहरू अनि त्यसै गरी विभिन्न सङ्घ संस्थामा आबद्ध हाम्रा अतिथि पाहुनाहरू आउँदै हुनुहुन्छ उहाँहरूलाई एकमुष्ट रूपमा हामी यो कार्यक्रम हलमा स्वागत गर्न चाहन्छौँ। यहाँहरू यति टाढाबाट मेरो खिच्नु त मेरो खिच्नु न साउदी अरबमा वास्तवमै भन्नुपर्दा तपाईँहरू सम्पूर्णको उपस्थितिले गर्दाखेरि कुनै पनि आयोजकले साथमा हाम्रो चर्चित बाँसुरी वादनको छुट्टो धुन पनि रहनेछ। भोजन ताली कृपया यो बाँसुरीको धुनले सायदै तपाईँहरूले गाउँघरमा गोठालो गरिरहँदा पञ्चगनमा बजेको याद आयो कि आएन? यस तपाईँहरू कतै घाँस काट्नु भएको त्यति थाहा पाउनुहुन्छ हामी कृषकको छोरा हो। त्यसपछि हामीसँग विभिन्न लोकलोरी गौडा पप रक आधुनिक सम्पूर्ण टाइपको थरीथरीका यहाँ एकदम पुरानो ओल्ड भने जस्तै पुरानो गीतहरू गाउने साथीहरू पनि हुनुहुन्छ हामीसँग। मलाई पैसै छैन आज होइन, तर तपाईँ आफै लिएर जानुहोस्। धन्यवाद। वान्स मोर एकैछिन है, हाम्रो थुप्रै कलाकारहरू हुनुहुन्छ, तपाईँहरू नआत्तिनुहोस् है, हुन्छ। र अब म ढिला नगरिकन कुनै चर्चित सेलो गायिका अनि मेन्दोमाया गायिका तपाईँहरू माझ यति टाढादेखि माया गरेर रोम लामाको निमन्त्रणालाई स्वीकार गरेर उनै गायिका हुनुहुन्छ, उहाँ हुनुहुन्छ है, उहाँ चाहिँ अब आउँदै हुनुहुन्छ, उहाँ शान्ति मम्बा। खै त जोरदार ताली। शान्ति मम्बा। सर्वप्रथम त आज यो दोस्रो रोम लामा साहित्य तथा देश सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथिज्यू, सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि र आसिकमा सम्पूर्ण अतिथिज्यूहरू र जति पनि यहाँ पाल्नुभएको छ नेपाली दाजुभाइ दिदीबहिनीहरू, सबैजना नाचेर रमेर झुम्नुपर्छ ल। मेन कुरा अब मेन्दमाई सँगसँगै सिलो हो, तर आज मेरो अलिकति बढी चाहिँ मेन्दमाई रहने छ, किनकि म नुवागढको सेती हो। नुवागढ कहाँ हुनुहुन्छ भन्नुहोस् त। ओके, मेन्दमाई नाच्न आउँछ होला नि होइन तपाईँहरूलाई? ओके, जतिजना पनि मेन्दमाई नाच्न अलिकति इच्छुक, अलिकति नजान्ने मान्छे पनि सिक्ने अवसर सँगसँगै स्टेजमा आएर पनि नाच्न सक्नुहुनेछ मेरो पछाडि। र अघि हाम्रो बोक्ताङ नम्सरी गीतमा नाच्ने ग्रुप यहाँकै त्यो ग्रुप पनि सबैजना स्टेजमा आएर नाचिदिनु होला। र आज यस प्रोग्राममा मलाई निमन्त्रणा गरिदिनु भयो हाम्रो रोम दाईलाई धेरै धेरै धन्यवाद। लाइभ छ है मेन्दमाईमा चाहिँ
जस्टिन नेपाल तामाङ हेर्नु लाल एन्टरटेनमेन्ट दुवैजनालाई धेरै धेरै धन्यवाद। तपाईँहरूलाई यदि खाना ओडामा घुम्नु मात्रै हुन्छ केही फरक पर्दैन। अब उहाँहरूलाई जन्मदिनको उपलक्ष्यमा अब खाना दिएर भएन बहिनी राम्रोसँग गर्दै आउनुहोस्। हाम्रो प्रजित मुगरी म्याडम, नवीन मुगरी म्याडम, त्यसै गरी उहाँ नवीन सरको प्रोग्राम चल्दैछ। हामी चाहिँ हिँडेको अब प्रोग्राम लगभग अब सकिन लाग्यो। यो चाहिँ प्रोग्राम हल हो। मेरो चाहिँ गाडी बाहिर आइसकेको छ। त्यही भएर चाहिँ दिनभरि अब इन्जोय गऱ्यो। बिहान 8 बजेदेखि आएको फुल इन्जोय गऱ्यो साथीहरू। यहाँ हल देख्न सक्नुहुन्छ। हो माय गॉड, कतातिर आयो सोल्टे यार। गाडी भित्री हे कता हो? यता कतातिर आएर बसेको छ। ल साथीहरू गाडी पनि आयो। हामी पनि लागेको अब चढ लाएर। थ्याङ्क यू सो मच मिस्टर सुल्तान। थ्याङ्क यू भेरी एप्रिसिएट। ल साथीहरू अब अहिले चाहिँ रात पनि पर्यो। बिहान 8 बजीदेखि आएको हामी चाहिँ है फुल इन्जोय गऱ्यो। तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला सायद मेरो भिडियो हेरेर। लगभग मैले त्यो प्रोग्रामको अब त्यही हो कपिराइट लाग्छ नि त म्युजिकमा। त्यही भएर त्यति धेरै मैले क्लिप गर्न चाहिँ सकिनँ। त्यही हो भाषण सासन गरेको यताउता हो है त साथीहरू। हुन्छ अब हामी रुम पुग्छौँ। रुम पुगेर फेरि अब भ्लग बनाउन फुर्सद हुँदैन होला। नुहाइ धुवाइ यताउता खानपिन गरेर सुत्नु पर्ने हुन्छ। भोलि ड्युटी छ है त साथीहरू। ओके बाई बाई।